भिडियो सुबिना उर्मिला राई त्यो चार बेते चारवटा सुँगुरको छाउराको माउ है, चारवटा त्यो जङ्गली सन्तानको माउ भनौँ न, चारवटा त्यो जङ्गली त्यही पनि कस्तो छ लङ्गडो जस्तो, हुटिट्याउ जस्तो, अनि त्यो के भन्छ त्यसलाई यार नेपालीमा, अलि अर्ध पागल जस्तो भनौँ न त्यो छोराहरू पनि के त्यसको आमा है। म सुबिनालाई के भन्छु भन्दा होइन, तैँले जति जे गरे पनि होइन, तैँले मलाई केही हुन्छ नि होइन, तैँले लछार पाटो लाउन केही पनि सक्दैनस् होइन। तैँले जुन मलाई लगाएको आरोपहरू छ त्यो कुनै आरोप पनि सत्य छैन कि, तर म जुन कुरा तँलाई भन्दैछु होइन, त्यो कुरा सबै कुरा म तँलाई प्रमाणित गर्न सक्छु कि। पहिलो कुरा त तेरो सन्तानबाटै सुरु गरौँ। तेरो जुन त्यो जेठो चाहिँ छोरा छ नि, त्यो झ्याप्ले जङ्गली के, त्यो एउटा अहिलेसम्मको लवाई खवाई हेर्नु, तेरो छोरा युकेमा बसेको भन्छ होइन, तेरो छोराले हेर्नु त्यो ठ्याक्कै अर्ध पागल जस्तो लाग्छ मलाई होइन। बिचरा बिचरा लाग्छ के, न कस्तो के होइन। तेरो बुढा तेरो बुढा के भने, तेरो बुढा त्यो हिजडा बुढा छ नि, तेरो हिजडा बुढा त्यो मरण च्यासे, त्यो त्यसले जन्माएको नि होइन रहेछ, त्यसले बनाएको पनि होइन रहेछ त्यो छोरा है। तेरो त्यो प्रत्येक छोराको बाउ चाहिँ फरक फरक हो भन्ने कुरा अहिले प्रमाणित भइसक्यो क्या तेरो आफ्नै आफन्तीले। अनि तेरो नाम चाहिँ के रहेछ, टिकुली है, टिकुली राई नि तँलाई भैँसी दाँते पनि भन्दो रहेछ। तेरो त्यो ढोके दाँत रहेछ नि अगाडि, त्यो ढोके दाँत भनेको चाहिँ नेपाली संस्कार अनुसार चाहिँ एकदम अलक्षिना भन्छ क्या। अनि त्यस्तोले चाहिँ अब त्यो बुढा टोक्छ अरे, अनि अब त्यो अलि बढी रन्डी हुन्छ भन्ने एउटा नेपालीमा उखान छ, सायद त्यो साँचो कुरा होला होइन। त्यो तैँले प्रमाणित गरिस् क्या। अनि अर्को कुरा, तेरो छोराहरू हेर्न, कुनै छोराको अनुहार तेरो पोइसँग मिल्छ? तेरो पोइसँग त्यो भएको बच्चा भने एउटा कुरा म ठोकेर भन्छु होइन, कस्तो चाहिँ दशा होला अथवा कस्तो चाहिँ त्यो संजोग हो त नि यस्तो के, एउटा बच्चाको हुना एउटा बाउसँग एउटा आमासँग मिल्दै नमिल्नु भनेको कस्तो दुर्भाग्य होला त्यो कुरा। तेरो बुढा खुसी छ यो कुरामा छैन, तर तैँले त किन भन्दा तेरो बुढा त हिजडा हो, अनि तेरो बुढालाई त तैँले दासी बनाएको, नोकर बनाएको हो क्या है। त्यही भएर अरूलाई भोग्नभन्दा पहिला आफ्नो औकात हेर तैँले। तेरो न आफन्ती छ, तँलाई त समाजमा होइन, त्यहाँ युकेमा भएको तिमीहरूको पूर्वेली त्यो के त्यो राईहरूको के समाजबाट पनि तँलाई निकालिदिएको रहेछ। तेरो यस्तै त्यो यो के भन्छ, यो फटा बोल्ने, यो एकदम के अरे जे पाए त्यो छाडा बोल्ने भएर तँलाई त्यो समाजबाटै निकालिदिएको छ, याद छ नि होइन। तेरो घरमा आफन्तीहरू आउँछ कोही, तेरो आफन्तीहरूले तँलाई कसरी बोलाउँछ? नो, कसैले तँलाई बाहिर देख्दा यसो मुख राम्रो मात्र गर्छ क्या, कोही पनि बोल्दैन तँसँग, कोही पनि नजिक हुनै चाहन्न। किन भन्दाखेरि तँ भेट्ने बित्तिकै सुरुमै छाडा बोल्छ। किन भन्दा सबै तँ जस्तो भालु हुँदैन नि, ओ सुबिना सुड्डी टिकुली, सबै तँ जस्तो रन्डी हुँदैन संसारमा क्या। अनि सबै तेरो बुढा जस्तै हिजडा हुँदैन, छक्का बुढीको गुन्ने धोएर बस्ने, अनि तँलाई चाहिँ घोडा चढ्न अर्कैसँग पठाउने। त्यही भएर तेरो रिजल्ट के हो, तेरो चारवटा छोरालाई हेर पुग्छ, अथवा डिएनए टेस्ट गर होइन, त्यो चारवटा छोरा तेरो बुढाको कुनै हालतमा हुँदै होइन कि, बुझिस् नि। त्यस्तो हिजडाको छोरा हुन्छ, हिजडाको बच्चा हुन्छ, चारवटा उयो कतिसम्म रन्डी होला त भन्न सोच्न। यो समयमा आएर तैँले चारवटा बच्चा जन्माउने कतिसम्म रन्डी होला त, यसो विचार गर्न। खै कमन। अनि अर्को कुरा, तैँले मलाई के अरे के भनेको रे, बुढीको दाइजो खाएर यस्तो गरेको उस्तो गरेको रे। हे एकचोटि कान खोला सुन, फिडमिन के 2010 स्टार्टिङ गरेको लाइफको जर्नी हङकङदेखि हो क्या। हङकङ हुँदै युरोप, अमेरिका, अहिले देखिस् नि होइन, थाहा छ नि तँलाई होइन त्यो कुरा, साँचो कुरा बोल क्या। तँ बसेको सहरमा धेरैचोटि आएर घुमेर फर्केको मान्छे इतिहास हेर, राम्रोसँग फेसबुकतिर पोस्ट हेर। तँ जस्तो भालो होइन, तँ जस्तो एउटा त्यो हिजडालाई चाहिँ बिहे गरेर हिजडाले तँलाई ल्याइदियो होइन, त्यही हिजडाले तँलाई युके लिएर आएको होइन। तेरो अरू कुनै औकात थियो? तेरो त्यो हिजडाले तँलाई यहाँ चाहिँ त्यो युके नल्याइदियो भए तेरो अरू कुनै औकात थियो? थिएन नि होइन। त कहाँ गाउँको एउटा त्यो रन्डी केटी, तेरो कुनै औकात थियो? छैन नि होइन। तँ जस्तो एउटा यति छाडा आइमाईले तेरो आफ्नै छोराछोरी अथवा दाजुभाइ दिदीबहिनीसँग कुनै नाजायज सम्बन्ध राखेन होला भन्न सक्दैन क्या कसैले पनि क्या। त त्यति अराजकता आइमाई होस् के, बुझिस् नि, त्यतिसम्म हरामी आइमाई क्या त।
लेभल अहिले भनिहालिस् तैँले टिकटकमा गिफ्टिङ गर्नलाई त औकात हुनुपर्छ क्या, औकात हुनुपर्छ होइन। प्रमाणित गर्न त नि, तैँले तेरो औकातमा आउन सक्दैन, म तेरो औकातमा आउनै सक्दैन। तँ जस्तो रन्डी भएर अनि तेरो हिजडा बुढाले जस्तो बुढी अर्कोलाई सुताएर अर्कोलाई सुम्पेर, हामी त्यस्तो होइन। मरद हो मरद, तँ गोर्खाली होस्, तँ पूर्वेली साला कहाँको पूर्वेली रन्डी भालु हो, भालु रन्डी हो त पूर्वेली, अरू केही होइन त। त्यो 4वटा जङ्गली छोराहरू छ नि चिम्पान्जी, कस्तो सक्कल हो तेरो छोराहरूको या, छ्या छ्या छ्या, एउटा मिल्दै मिल्दैन। अनि तेरो ज्यानै हेर्न, तेरो ज्यान नाकमा त्यो नति लागेको देख्दै तँ पहिले रन्डी देख्छस्। अनि तेरो ज्यान हेर्दा यत्रो माथि सुन्नेको, मुनि खुट्टा सुकेको, राम्रोसँग सिधा उभिएर हेर्दा एकचोटि ऐना हेर राम्रोसँग। तेरो बारेमा त्यो जति त्यो गरे पनि होइन, तँ जस्तो रन्डीको कुरा गरेर त केही फाइदा छैन होइन। तर बोल्न छोड होइन, तँ जस्तो भुकेर, तँ जस्तो मलाई, तँ जस्तो अरू तेरो त्यो दुनियाँ जड्याहरूसँग लागेर तैँले त्यो भुकेर अनेक गरेर फिटमिनलाई डाउन गर्छस् भन्ने सोच्या होला। फिटमिन कहिले डाउन हुन्न। फिटमिनको छोरीलाई मैले हेरेन, मेरो छोरीलाई मैले हेरेन, तैँले तँ जस्तो एउटा भत्तै आइमाईले अरू बच्चालाई, अरूलाई चाहिँ हेर्न सक्छस्। आफ्नो बच्चालाई, आफ्नो छोरालाई, आफ्नो त्यो 4वटा जोराहरूलाई जङ्गली बनाएर राख्ने तँ जस्तो रन्डी आइमाईले अरूलाई हेर्न सक्छस्। तँ टिकटकमा भोकभोक गरेर भुकेर अरूको भिडियोमा बनाएर गाली गरेर अनेक बोलेर तैँले त्यो रक्सी खाने पैसा बनाउँछस्। तँ त्यतिसम्मको रन्डी आइमाई हो, बुझ्यो। अब हुन त अब तँ जस्तो बेस्या आइमाईलाई राँडी रन्डी भालु जे भन्यो भने तँलाई पच्छ, किनकि तेरो इज्जतै कहाँ छ के, इज्जत कहाँ छ। युकेमा बसेर न समाज छ तँसँग, न तेरो आफन्ती तँसँग, तेरो आफ्नै घरको त्यो आमाजुहरू के होइन, तेरो पोल धेरै खुलिरहेछ के, त त्यतिसम्म रन्डी होस् के होइन। अनि अर्को कुरा सुन, सबैजना तेरो बुढा जस्तो छक्का हुँदैन है, हिजडा हुँदैन है कोही पनि लुङ्गीभित्र पस्ने के। तँ यदि अरू कुनै राईहरूको हातमा हुन्थिस् भने नि, तँ क्या या त यति बेला व्हिल चेयरमा हिँड्ने हुन्थिस्, या तँ चाहिँ अलरेडी 2 टुक्रा भएर माथि के अरे नर्कलोकमा पुगिसक्थ्यो क्या, तँ जस्तो आइमाई भनेको। त्यही भएर अलिक विचार गरेर बोल अरूको बारेमा बोल्दा। तैँले भनेको जस्तै सुबिना उर्मिला, तँलाई पनि यो मेरो लास्ट भिडियो होइन। किन भन्दा अब तँलाई त दिदी साइनो अथवा कुनै साइनो त्यो लगाउन, त्यो साइनो सुहाउँदैन क्या होइन। त्यसले गर्दा मैले तँलाई साइनो लगेर बोल्दिनँ। अनि मैले पहिला पनि भनेको हो, हामी साइनोमा पनि केही पनि पर्दैन। म चिन्दा पनि चिन्दैन, जबरजस्ती मसँग चिनी नआएको मान्छे हो त होइन। त्यसले गर्दा अब तैँले जसरी भिडियोको इन्डिङ गरेको छ, मैले त्यसरी नै मैले चाहिँ यो भिडियो तेरो लागि पनि अन्तिम भिडियो बनाएको छु होइन। अब होइन यसरी नै बोलेर अझै आफूलाई अब केही अब चिनाउनु छ, यताउता गर्नु छ भने क्यारी अन होइन। त्यस्तो गऱ्यो भने मैले पनि समय मिल्दा यदि मैले पनि त्यस्तो भिडियो देखिहालेँ भने अब मैले पनि बनाउनु त छोड्दैन, रगत त सबैको तात्छ होइन। होइन भने अब समझदारीमा अब पछि ठिकै छ नि त नि, अब नेपाली नै हो, नेपालमा भेटौँ एकचोटि, अनि तँलाई म एकचोटि चाहिँ ठोक्छु, अनि तेरो के अरे तँलाई यस्तो गर्छु भनेर त्यस्तो सोच्छ भने तिमीहरू बुढाबुढी गएला मलाई पनि जान्ने गरिदिए, अनि म पनि आउँला होइन। तिमीहरू केही थप्पड खानको लागि भए पनि होइन, तेरो थप्पड एक थप्पड खाउँला मैले, तर म तेरो बुढाबुढीलाई नै होइन। त्यो हुन्छ नि त्यो कुराहरू। त्यही भएर त्यो आफूलाई मै हुँ भन्ने कुरा नठान होइन। त्यो किनकि तँ तेरो ठाउँमा ठिक होलास्, तेरै तरिकाको मान्छेहरूसँग ठिक होलास्, म मेरै तरिकाको मान्छेहरूसँग म एकदम ठिक छु होइन। त्यसले गर्दा तैँले मलाई नचला, किन भन्दा तैँले त मलाई नै चलाएर तँ आफै यस्तो गरेको हरकत होइन। तैँले नचलायो भने मैले त चलाउने कुरै आउँदैन। त्यही भएर मैले यो तेरो लागि भन्न अन्तिम भिडियो बनाइदिएको हो। के अरे वाट एभर, यदि भोलिको दिन फेरि यस्तै देखियो भिडियो यताउता गऱ्यो भने त्यो कुरा फेरि जरुरी मैले पनि रिप्लाई हुन्छ होइन। तैँले यदि भिडियो बनाएपछि तैँले पनि स्टप गऱ्यो भने मैले पनि भिडियो स्टप गर्छु। त्यही भएर तैँले जतिवटा भिडियो बनाएर रिप्लाई गर्यो मैले त्यतिवटा भिडियोमा स्टप गरेको छु। त्यही भएर आइन्दादेखि मेरो नाम लिने काम नगर, तेरो नाम त मैले झुकेर पनि लिँदैन, बुझिस्।